ल हामी एउटा मिठो छोटो मिठो साहित्य सुनाउमा हो। ल ठिक छ, हजुरले भनिहाल्नु भयो। एउटा सानो सुनाइदिन्छु हजुरलाई। म कुन सुनाउँछु भने हाम्रो अहिलेको भइरहेको अवस्थाकोलाई मध्यनजर गरेर लेखेको एउटा शीर्षक छ, विवेक बेचेका झोलेहरू। हिमालयको तातीमा पुच्छर हल्लाउने तिमी नै हो, काङ्ग्रेसको मञ्चमा ताली बजाउने तिमी नै हो, आहा माओवादीको नारामा रगत उमाल्ने पनि तिमी नै हो, ओ अनि देश बनेन भन्दै गएको आँसु झार्ने पनि तिमी नै हो। हो ए झोलेहरू, हो ए झोलेहरू, अ तिमीलाई देशको चिन्ता छैन, चिन्ता त पावरको छ। आहा यो झोलामा एजेन्डा होइन, स्वार्थको पोको छ। ओहो रातभर नेतालाई सराप्छौ, बिहान तिमीले जुत्ता पुज्न पुग्छौ। सानो ठिक्का र जागिरको लागि कतिसम्म झुक्छौ। तिमी भेडा हो जसलाई कसैले डराउँदा पनि महाराजा भन्छौ। आफ्नो विवेक बन्द राखेर अरू केही भारी बोक्छौ। मेरो पावर लाग्छ भन्दै जब तिमीले भोट बेच्यौ, मेरो पावर लाग्छ भन्दै जब तिमीले भोट बेच्यौ, त्यही दिन तिमीले यो देशको भविष्य रेट्यौ। दोष नेताको होइन मित्र, दोष नेताको होइन, दोष तिम्रो हो जसले अपराधीलाई काँधमा बोक्यो। दोष तिम्रो हो जसले सही मान्छेको बाटो रोक्यो। दोष तिम्रो हो जसले अपराधीलाई काँधमा बोक्यो। दोष तिम्रो हो जसले सही मान्छेको बाटो रोक्यो। तिमीलाई विकास चाहिएको छैन, तिमीलाई त खास चाहिएको छ। मित्र, तिमीलाई विकास चाहिएको छैन, तिमीलाई त खास चाहिएको छ। आफ्नो दुनो सुझाउने नेताको आशीर्वाद चाहिएको छ। आफ्नो दुनो सुझाउने नेताको आशीर्वाद चाहिएको छ। नखोज अब निकास, नखोज अब निकास। जबसम्म तिम्रो झोला र झन्डाले देश थिचिरहन्छ, जबसम्म तिम्रो स्वार्थले विवेकलाई मिचिरहन्छ, जबसम्म तिम्रो झोला र झन्डाले देश थिचिरहन्छ, जबसम्म तिम्रो स्वार्थले विवेक मिचिरहन्छ, तिमी आफै बदलिँदैनौ भने नेता फेरेर के हुन्छ र मित्र? तिमी आफै बदलिँदैनौ भने नेता फेरेर के हुन्छ र? पोहोर हातले छुँदा गङ्गा पनि अशुद्ध हुन्छ, छुँदा गङ्गा पनि अशुद्ध हुन्छ। धन्यवाद। धन्यवाद तपाईँको यो मिठो साहित्य रचनाको लागि। यस्तै सुन्न चाहनुहुन्छ भने मलाई सब्सक्राइब गर्नु होला।